हरि हो गुरुचरणमा नमन गर्दै हामी आजको सत्र सुरु गर्न गइरहेका छौँ। आज हामी केमा छौँ भनेदेखि यो जगतमा भएका मानवदेखि पशुपन्छी जीव भन्नाले पशुपन्छी आदि जीवमा हरेकमा केही न केही धर्मको आश्रय लिएकै हुन्छन्। मानवले मात्र होइन, पशुपन्छीले समेत धर्मको आड लिएका हुन्छन्, धर्म धारण गरेका हुन्छन्। धर्म भनेको धारण गर्ने चिज हो, कर्म भनेको आफूले गर्ने चिज हो। धर्म धारण गरेका हुन्छन्। पशु पनि धर्म धारण गरेका हुन्छन्। आफ्नो दैनिकी जो हो, आफ्ना बालबच्चालाई पालन पोषण गर्ने, आफ्नो पारिवारिकमा माया स्नेह गर्ने, आफ्नो परिवारमा जो अशक्त छ त्यसको लागि विभिन्न किसिमका खाद्यान्नदेखि हरेक वस्तुको र वासस्थानको व्यवस्थापन गर्ने यो धर्म पशुमा पनि रहेको पाइन्छ। भनेपछि मानवमा त निश्चित रूपले धर्म त अति नै आवश्यक छ, कर्मको अति आवश्यक छ। हरेक कर्मभन्दा बाहिर जानै सक्दैन। पशु पनि कर्ममा आबद्ध छन् भने अब मानव त पशु धर्मभन्दा बाहिर जानै सक्दैन, हरेक धर्ममा आबद्ध छन्। त्यस अर्थले अब के छ त, अब यहाँ हामी कहाँ खास गरेर केही धर्म भिन्न भिन्न किसिमका धर्महरू देखा परेका छन्। जस्तो बुद्ध धर्म गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि बुद्ध धर्मको सुरुवात गर्नुहुन्छ र बुद्ध धर्मको आफ्नै किसिमको एउटा सिद्धान्त छ, प्रतिपाद्य विषय छ। सर्वोपरि सिद्धान्त बौद्ध मार्गीहरूको लागि बुद्ध धर्म छ। कुनै किसिमको दुविधा देखा पर्यो भने त्यो दर्शनबाट त्यसको निराकरण हुन्छ। दर्शन हेरेपछि, त्यो सर्वोपरि बौद्ध दर्शन हेरेपछि त्यसबाट निकास निस्किन्छ र समाधान हुन्छ। त्यस्तै क्रिस्चियन बाइबल सर्वोपरि प्रमाण, सर्वोपरि ग्रन्थ बाइबलबाट केही दुविधा देखा पर्यो धर्म धारणमा भने बाइबल पल्टाइन्छ। बाइबल हेरेपछि त्यसको निराकरण हुन्छ। सर्वोपरि ग्रन्थ बाइबल। र अर्को मुस्लिम धर्मको सर्वोपरि ग्रन्थ कुरान छ। यदि धर्ममा केही किसिमको दुविधा देखा पर्यो भने बाइबल कुरान हेरेपछि कुरानबाट आफ्नो त्यसको समस्याको समाधान कुरानबाट हुन्छ। र त्यस्तै सनातन धर्म, हिन्दू धर्ममा हिन्दू धर्म खासै गरेर वेद त सबैको वेद हो, तैपनि वेदको परिचय त अलि माथि अलिक फास्ट किसिमको छ। तैपनि हिन्दू धर्मावलम्बी सनातन धर्मले वेदलाई सर्वोपरि मानेको छ। वेद त सबैको वेद हो। वेदको सुरुवात भन्ने त सबैको हो। वेद नै सबैको मूल ग्रन्थ भनेको त वेद नै हो। र वेदले विशेष गरेर हिन्दुत्व सनातनहरू वेदको लागि वेदबाट केही शब्दहरू निकालिएको पाइन्छ। सनातनहरू वेदबाट, जस्तो ज्ञानमार्ग, ज्ञानकाण्ड, वेदमा विभिन्न किसिमका अध्याय, आफ्ना अध्याय, आफ्ना काण्ड, आफ्ना पाठ, अब के भन्ने जसरी भने पनि अध्याय आफ्नो ऊ छ। र धर्म कर्म चाहनेहरू वेदको ज्ञानकाण्डलाई विशेष रूपले ज्ञानकाण्डलाई अगाडि सारिन्छ। ज्ञानकाण्डमा 100
1,00,000 शिलक भन्ने छन्। 1,00,000 शिलक, जसमा 80,000 शिलक कर्मपरक छन्, 16,000 श्लोक भक्तिपरक छन् भने 4,000 श्लोक ज्ञानपरक छन्। जो ज्ञान चाहन्छन् 4,000 श्लोक ज्ञानपरक छन्, ज्ञानका छन्। र त्यस्तै वेदमा त अनन्त शाखाहरू, अनन्त किसिमका अध्यायहरू छन्। र वेदमा जसले धनुर्विद्याको विकास गर्न चाहन्छ, धनुर्बाण क्षेप्यास्त्रको विकास गर्न चाहन्छ भने धनुर्वेद, वेदमा छुट्टै अध्याय छ धनुर्वेदको, उसले ऊ मात्रै हेर्छ। हाम्रो वेदै धनुर्वेद, यही वेद हो भन्छ, ठिकै, त्यो पनि राम्रै कुरो हो। आयुर्वेद, जसले आरोग्य, योग, ध्यान इत्यादिमा जो चाहन्छन्, त्यो हाम्रो वेदै यही हो, वेदै आयुर्वेद यही हो वेद। त्यस्तै किसिमका हरेक क्षेत्रमा भूगोल, जसले भूगोलको विषयमा हेर्न चाहन्छ, हाम्रो वेदै यही हो। भूगोलको विषयमा कहाँ के छ, कहाँ कसरी बन्यो, जगत कसरी बन्यो, माटो कसरी बन्यो, कहाँ विलय हुन्छ, पहाड कसरी बन्यो, ढुङ्गा कसरी बन्यो, यो दिय कसरी बन्यो, दिय के मिलेर यो दिय बन्यो, मानव दिय कसरी विलय हुन्छ, कसरी निस्किन्छ, यो विषयमा, दियको विषयमा हेर्नु पर्यो वेद। खगोलको विषय हेर्नु पर्यो, सूर्य चन्द्र आदि तारा कसरी बने, के छ सूर्यमा, के छ, के कारणबाट सूर्य बन्यो, ताराहरू कसरी उज्याला भए, कसरी शीतलता बन्यो तारामा, सूर्य चन्द्रमामा, सूर्यमा कसरी त्यो गर्मी बढ्यो, त्यो विषयको अनुसन्धान गर्नु पर्यो भने खगोल भूगोलका वेदहरू हेर्नु पर्यो। वेदमा त्यसको व्याख्या गरिएको छैन, त्यसमा गहन व्याख्या वेदमा गरिएको छ। वेदभन्दा अर्को ठाउँमा छँदै छैन त्यसको समाधान, वेदमा नै छ, वेदले त्यसको व्याख्या गरेको पाइन्छ, वेदमा छ। र वेदले त्यसको पूर्ण रूपले व्याख्या गरेको छ। समस्याको समाधान पनि वेदबाट नै हुन्छ, वेद हो त्यसको लागि। वेद कसरी सुरु भयो त नि, कहिलेदेखि सुरु भयो, कहाँ सुरु भयो भन्ने एउटा जिज्ञासा पनि हुनसक्छ। वेद के हो, वेद कसरी सुरु भयो, कहिले सुरु भयो, कति वर्ष पुरानो छ भन्ने किसिमका प्रश्न पनि यहाँ देखा पर्छ। त्यो विषयमा नि केही शब्द अगाडि सार्न उपयुक्त होला। अब यो जगत वेदैको भनाइअनुसार, अरू पुराणहरूको भनाइअनुसार धेरै पटक यो जगत प्रलय हुन्छ, फेरि सृष्टि हुन्छ। आफ्नो अवधिसम्म, यो आयुसम्म रहन्छ, आयुपछि यो प्रलय हुन्छ, महाप्रलय, जलमग्न हुन्छ, सारा जल पनि समाप्त भएर यो निराकार रूपमा, निराकार ब्रह्मको तेजमा मात्र सीमित रहन्छ यो जगत। र ब्रह्म तेज मात्र रहेको हुन्छ, र ब्रह्म तेजले यो जगत सृष्टि गर्ने विचार सुरु हुन्छ। यो जगत जब अब सृष्टि गरौँ भन्ने त्यो निराकार स्वरूप ब्रह्ममा त्यो भावनाको उदय भइसकेपछि अनि त्यहाँ केही परमात्माबाट केही जगत सृष्टि यसरी गर्ने, यो विधानले गर्ने, यहाँ यो राख्ने, यहाँ यो राख्ने, यो विधान भनिन्छ नि। हरेकको विधान हुन्छ, मस्यौदा विधान। त्यो विधान भएपछि बल्ल कार्य हुन्छ। कुनै पनि चिजको नक्सा हुन्छ पहिला, त्यसपछि त्यो चिज बन्छ। त्यस्तै यो विधान, त्यसलाई विधान भनिन्छ। जगत सुरु हुनुभन्दा पहिला विधानको यहाँ मस्यौदा, विधान मस्यौदा देखा पर्छ। त्यो देखा पर्ने निराकार स्वरूप ब्रह्मबाट त्यो शब्दको फुरण हुन्छ। त्यो शब्द निस्किन्छन् एकाएक, निस्केर यो वायुमण्डलमा घुम्छन्, वायुमण्डलमा त्यो घुमिरहेका हुन्छन् ती शब्द। र त्यसपछि जगत सृष्टिको
विधान जब त्यो पूर्ण भयो, देखा पर्यो, देखा परिसकेपछि अनि यो जगतको त्यसबाट ब्रह्माजी, शिव, नारायण कसैले के भन्छन् त्यस्तो किसिमको एउटा पुरुषको उत्पत्ति हुन्छ र त्यो ती पुरुषबाट एक पुरुषबाट आवश्यक परे 3 रूप हुने, नभए आवश्यक नपर्दा एक रूप हुने ब्रह्मा विष्णु महेश्वर भनिन्छ 3 रूप। अब एक रूप शिव, कसैले शिव भन्छन्, कसैले ब्रह्माजी भन्छन्, त कसैले नारायण भन्छन्। त्यो आवश्यक पर्दा 3 रूप, आवश्यक नहुँदा एक रूप बन्ने त्यस्तो किसिमको रूप देखा पर्छ, जो मायाबाट माया समेतको रूप हुन्छ है। त्यो रूप माया समेतको रूप हुन्छ र मायावी रूप हुन्छ। त्यो मायावी रूप त्यस्तो किसिमको हुन्छ र त्यसबाट अनि जगतको सृष्टि सुरु हुन्छ। त्यो बखत के थियो भने मनबाट सन्तानको जन्म हुन्थ्यो, विचारबाट, मैथुन क्रिया थिएन। त्यो जीव नै प्रकृति र पुरुषको मिश्रणबाट त्यो एक पुरुषको उत्पत्ति भएको थियो। त्यही एक उत्पत्तिबाट को मनबाट मानसपुत्र भन्छन्, अष्टचिरञ्जीवी सप्तऋषिहरू यी मनबाट प्राप्त भएका हुन्, ती मैथुन क्रियाबाट होइनन्। र यसरी उनीबाट त्यो जगतमा दिएको जो विधान थियो त्यो विधानलाई प्रवेश गरेर, विधानलाई हेरेर, विधानलाई समातिसकेपछि त्यो विधानको आधारले यो जगतको सृष्टि हुन्छ। त्यो विधान कस्तो थियो भने अलिखित थियो। अलिखित सुन्ने, उसले गर्ने, गुरुले सुन्ने, जानेकाले सुन्ने, सुनेको छ र नजानेकालाई भनिदिने, गुरु शिष्य परम्परा भन्छन् त्यसलाई। त्यस्तो किसिमको विधान थियो। त्यही विधान पछि सत्य त्रेता द्वापरको मध्यसम्म त्यो अलिखित रूपमा त्यो विधान रह्यो। जब द्वापरको त्रेताको मध्यतिर, सत्य द्वापर त्रेताको मध्यतिर, सत्य द्वापर त्रेताको मध्यतिर अब कलियुग प्रवेश हुन्छ। कलियुगमा अलिकति मानवमा कलियुगको प्रभाव पर्छ र मानवमा तीक्ष्ण बुद्धि हुँदैन। मानव दुर्लभ हुन्छन्, दुर्बल किसिमका हुन्छन् कलियुगको प्रभावबाट, र यो भुलिन सक्छ है। यो विधान, यो परमात्माले दिएको बाणी भुलिन सक्छ र यसलाई लिपिबद्ध बनाउनु पर्छ भनेर त्यो वेदव्यास नामका, कृष्णद्वैपायन नामका एक महर्षिको उत्पत्ति हुन्छ, जन्म हुन्छ र उनले यो वेदलाई लिपिबद्ध बनाइदिन्छन्। त्यो विधानलाई लिपिबद्ध बनाएर त्यसको नाम वेद राख्छन्। त्यति ठुलो ग्रन्थ लेखिएको हुँदाखेरि उनको नाम पनि वेदव्यास रहन पुगेको हो। जुन वेद अहिले तपाईँ हाम्रो हातमा छ त्यो कुनै मानवले बनाएको होइन, ऋषि महर्षिले बनाएको होइन, स्वयं परमात्माका बाणी हुन्। त्यसर्थले जो कोहीले वेद बुझ्न सक्दैन। वेद शूद्रपति हिसाबको छ। त्यो वेद बुझ्न अरू पुस्तकको सहारा लिनुपर्छ, उपनिषदहरूको सहारा लिनुपर्छ, अद्वैतात्मक ज्ञान हुनुपर्छ। बिना ज्ञान त्यो वेद बुझ्न गाह्रो हुन्छ। त्यसर्थले वेद अपौरुषीय भन्छन्, त्यो पुरुषबाट बनेको होइन, परमात्माबाट बनेको भन्ने कुरा छ। त्यो वेद सृष्टिको विधान वेद हो र करिब 4,32,000 वर्ष त कलियुगको आयु हो र आधा मध्य कलियुग त हुन लागेको हुनुपर्छ भने 2 लाख त कलिले भोग गरिसकेको छ र 6,65,60,65,000 त्रेताको आयुमा लगभग मध्य भनेपछि 3 लाख वर्ष त त्रेताको आयु, त्यसभन्दा अगाडि बनेको वेद हो, लिपिबद्ध बनेको। अब यो विधान त अब त्यो सृष्टि हुनुभन्दा अगाडि, अब यसको कति वर्ष पहिला कति के भन्ने कुरा त अब यो कल्पनाभन्दा अलि धेरै माथिको कुरो छ। यो पनि छ, त्यसको समय सीमा नभए होइन छ, तर यो वेद त्यो बेलाको वेद हो र हरेक
हरेक विचारको मूल भनेको वेद हो। वेदभन्दा बाहिर ठामै छैन, वेद नै हो। हरेकको मूल भनेको अन्तिममा गएर देखा पर्ने भनेको वेद नै हो। वेदका विभिन्न शाखा छन्, हाँगा छन्। हो कसैले अब कुन वेद खेला पार्यो उसले यही वेद भनेर हिँड्यो। अब ज्ञानीहरू हाम्रो वेद हो जुन वेदमा यसरी ज्ञान छ भनेर वेदलाई ज्ञानको रूपले हेरे, कसैले आयुर्वेदको रूपले हेरे, कसैले धनुर्वेदको रूपले हेरे, कसैले खगोलको हिसाबले हेरे, कसैले भूगोलको हिसाबले हेरे। अब वेदलाई विभिन्न किसिमका, कसैले मन्त्रको हिसाबले हेरे, कसैले अब स्वरसार सङ्गीत पनि वेद, सामवेद स्वरसार सङ्गीतको वेद छ। सङ्गीत कर्मीहरू, गीत गजल कर्मीहरू वेदले बाटो प्रशस्त गरिदिएको छ, वेदलाई नै सर्वोपरि गरेका छन्। वेद भनेको चौतर्फी सृष्टिको विधान, जसबाट सृष्टि बन्यो त्यो विधान वेद हो। र त्यो विधानले त्यसरी वेदको व्याख्या, वेदले ती हरेकलाई समेट्न पुग्यो, किन यो परमात्माबाट भएको सृष्टि हो। र अब एकछिन अब हामी त्यही वेदको विषयमा हामी ज्ञानलाई हामी वेद मान्यौँ। हामी ज्ञानकर्मीहरू, भक्ति कर्म भक्ति उपासना गर्ने ज्ञानका पारखीहरू, वेदलाई ज्ञानको वेद भन्छौँ हामी। अर्कोले वेदलाई धनुर्वेद विद्याको वेद भन्छ, अर्कोले आयुर्विद्याको वेद भन्छ, अर्कोले खगोल भूगोलको वेद भन्छ, र हामी ज्ञानको वेद भन्छौँ। त्यो ज्ञानको वेदमा यहाँ बनिसक्यो 1 लाख मन्त्र, 80,000 कर्मपरक, 16,000 उपासनापरक, 4,000 ज्ञानपरक छन्। त्यसमा मन्त्रहरू र ईश्वर परमात्मा एउटा शब्द यहाँ देखा पर्छ। ईश्वर परमात्माबाट जो निराकार स्वरूप ब्रह्मबाट यो वेदको सुरुवात भयो, जगतको सृष्टि भयो। सबै कर्ता उही हो, फेरि अरू छैन, निराकार स्वरूप नै हो, सबै कर्ता। ऊ चैतन्य छ, सर्वव्यापक छ, नित्य निरन्तर छ, ब्रह्म, निराकार स्वरूप ब्रह्म। काम आफू गर्ने आफू नगर्ने निराकार स्वरूप छ, साकार रूप छैन। अब अर्कालाई उपाधि बनाइदिने, अरूलाई उपाधि बनाएर आफू काम गर्ने। उपाधि भन्नाले हरेकलाई उपाधि, यो दिए पनि उपाधि हो, परमात्माले गरेको उपाधि हो, जसले केही गरिरहेको छ। हरेक यी जो छन् यी परमात्माले उपाधि बनाइदिएको छ। ब्रह्म तत्त्वको उपाधि हो यहाँ, र यहाँ ब्रह्म तत्त्व सेलमा यहाँ रहेको छ र यो चलेको छ। यदि उसले छोड्यो भने यसको समाप्त हुन्छ, यसको आयु समाप्त हुन्छ, यो शर्त, यो मुर्दा हुन्छ। त्यसर्थले हरेकलाई उसले उपाधि बनाएर काम गरेको छ। जस्तो उपाधि भन्नाले के उपाधि, कस्तो उपाधि, त्यहाँ पनि एउटा प्रश्न आउन सक्छ। जस्तो यहाँ हामी सामान्य हामीले हेर्दाखेरि हरेक उसमा कोठामा अथवा कुनै कार्य क्षेत्रमा झिलिमिली उज्यालो रङ्ग रमाइलो गर्नको लागि झल्लरहरू, बिजुलीका झल्लरहरू राखिएका हुन्छन्। पङ्खा बत्तीदेखि लिएर हरेक किसिमका बत्तीहरू राखिएका हुन्छन्। त्यो बत्ती राख्दैमा बत्ती आफै बल्दैन, आफै बद्दैन, त्यसलाई भित्रबाट करेन्ट दिनुपर्छ। जो हामीबाट निर्मित भएको छ ती बल्लर, होल्डर बल्ब, झल्लरहरू, र परमात्माले त्यस्तै किसिम गरेर यी बत्तीहरू, होल्डरहरू, बल्बहरू, पङ्खाहरूलाई उपाधि बनाएर भित्रबाट करेन्ट शक्तिले त्यसलाई सक्रिय बनाइदिएपछि बल्ल तिनले आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्। यदि करेन्ट शक्ति भएन भने ती के हुन्छन्, ती माटो बराबर हुन्छन्, माटाका हुन्, माटै बराबर हुन्छन्। त्यसर्थले त्यो वस्तुले तिनलाई उपाधि बनाइदियो हो। त्यस्तै किसिमको यो शरीरलाई पनि ब्रह्म तत्त्वले उपाधि बनाएर यहाँ काम गरिरहेको छ। यदि उसले त्यो आफ्नो सत्ता झिक्दिने हो भने यी सबै माटोका हुन्, माटोमा विलय भएर जान्छन्। यसको अनुदान कारण माटो नै हो, यो माटो। यो हरेक जो देखिएको जति सबै माटो हो।
कसरी माटो सूर्य चन्द्र आदि यी जे जति छन् रुख बिरुवाहरू यी माटो नै हो। जस्तो माटोका अहिले हामी आँखा सामान्यतया हेरौँ माटोका प्लेटहरू कप कटौराहरू कप प्लेटहरू हजारौँ हजार किसिमका छन्, तर जसले माटोको भन्नै सकिँदैन। तर अनुदान कारण माटो है, यो माटो हो, माटो भनेर यो माटोको उसमा त छैन, यो घुमाइ फिराइ माटो हो, अनुदान कारण माटो नै हो। जो उसले उपाधि बनाइदिएको हुँदाखेरि अहिले यसले विभिन्न रूप धारण गरेको छ, विभिन्न किसिमको बोली बोलेको छ, हिँडेको छ, डुलेको छ, अनेक कार्य गरेको छ। यो ब्रह्म तत्त्वको उपाधि, त्यसको लागि गहिरो नजरले हेरियो ज्ञान हो। त्यसैको लागि ज्ञान सत्र, ज्ञानको अध्याय खोलेपछि यो के हो भन्ने कुरो त्यसपछि थाहा हुन्छ हो। अब यो माटाको वर्गीकरणमा माटोमा कसरी यो गरेको छ त भन्ने किसिमको कुरामा अब ब्रह्म तत्त्व र यो माटाको उपाधि फरक के छ? होइन म ब्रह्म हुँ, म ब्रह्म भन्दा हुन्छ, जो भन्नु कसैले चेकेन। के फरक छ त? ब्रह्म र मानवमा के फरक छ? ईश्वर र मानवमा के फरक छ भन्ने किसिममा कुरा आयो। अब ब्रह्म तत्त्व, ब्रह्म भनेको ब्रह्म हो, निराकार स्वरूप, साकार रूप ईश्वर हो। ब्रह्म र ईश्वर फरक भयो नि। साकार रूप माया धारण गरेको ईश्वर हो। ईश्वरमा माया धारण किन गर्यो भने तेरो मेरो त म भन्ने हुन्छ, एक अर्का मित्र र शत्रु हुन्छ ईश्वरमा। ब्रह्ममा मित्र शत्रु हुँदैन, ब्रह्ममा ज्ञान छैन, अज्ञान पनि छैन, अब मेरो पनि छैन, तेरो पनि छैन। तर त्यस्तो किसिमको ब्रह्मको तत्त्व हो। ज्ञान पनि छैन, अज्ञान पनि छैन, तर ज्ञान स्वरूप पनि छन् है। तेरो पनि छैन, मेरो पनि छैन। ब्रह्ममा ईश्वरमा तेरो मेरो छ, शक्ति बराबरी होला, ब्रह्म जस्तै शक्ति छ, तेरो मेरो भन्ने छ, किन माया धारण गरेको कारणले गर्दाखेरि। अनि जीवमा के छ भने पञ्चकोश धारण गर्यो, विभिन्न किसिमका सङ्गतहरूको नजिक पुग्यो, विभिन्न किसिमको समूहबाट छोपिएको कारणले जीव भिन्न भयो। तर ईश्वरको अंश हो, परमात्माको अंश नै हो जीव, अरू फरकै छैन। यो जीव परमात्माको अंश नै हो, अरूबाट पोतिएको हुँदा। जस्तो यो पहेँलो छ, सेतो थियो, कुनै सेतो छ रङ लगाइदियो पहेँलो भयो, रङ लगाइदियो कालो भयो, रङ लगाइदियो सेतो भयो। त्यो रङको कारणले गर्दा, बाहिरी आवरणको कारणले गर्दाखेरि रूप परिवर्तन भएको मात्रै हो। तर यो धागो धागै हो, कपासै हो। अनुदान कारण कपास हो, धागो हो, रङले गर्दा भिन्न भिन्न देखा परेको मात्रै हो। र ईश्वर र ब्रह्म, ईश्वर जीवको हामीले त्यो कुरो नि हामी बुझिसकेका छौँ। र जीव र ब्रह्ममा के फरक हुन्छ त नि? जीव र ब्रह्म र मानवमा के फरक हुन्छ, कति फरक हुन्छ त भन्दा, मानवमा 4 किसिमका दोष हुन्छन्। त्यो मानवमा 4 किसिमका दोष हुन्छन्। एउटा अर्को के छ भने भ्रम दोष हुन्छ। भ्रम जीवमा, तपाईँ हामीमा भ्रम छ। वास्तविकता के हो? यो हो कि स्थायित्वको कुन हो? म को हुँ? रामबहादुर, श्यामबहादुर, कृष्ण, हरिगोपाल म। यो छालाको मात्र उसले परिचय गर्छ। छाला त छालै माटो हो, माटोको के मूल्याङ्कन छ? अब कुनको मूल्याङ्कन गर्ने हो त्यो कुरो नि ज्ञानको आवश्यक छ। कसलाई भन्ने? म भनेर परिचय कसलाई दिने? म त माटो हो, यो त माटो हो, माटोको परिचय रामकृष्ण हरि श्याम गोपाल हो। अब त्यस्तै अब भ्रम छ। के हो? भ्रम छुट्टिएकै छैन, भ्रम छ यहाँ। भ्रमले मान्छे हो या माटो हो या के हो कसो हो थाहा छैन। माटोको परिचय गरे हिँडेको छ, माटो कृष्ण राम हरि गोपाल श्याम भनेको छ, हिँडेको छ, माटोको परिचय दिएको छ, हिँडेको छ। भ्रम छ, भ्रम। ब्रह्म तत्त्वले भित्री कुरो जानेको छ। जस्तो भ्रम भन्नाले कस्तो भ्रम भन्नाले योमा पनि भ्रम कसरी भन्दा, ब्रह्म तत्त्व एकचोटि रामचन्द्र भगवान घुम्दै जाँदा हनुमानजीको कुटियाको पछाडि पुग्नुभएको छ र सोध्नुहुन्छ को छ भित्र? हनुमानजी हुनुहुन्छ। हनुमानजीले बुझ्नुभयो भित्र को छ भन्नु।
दिए दस्तातु दासो हुँ जीव दस्तातु दम सकम आत्मदस्तातु मे आत्मदस्तातु मे बाहुम इति मे निश्चयामति। अब कसलाई सोध्नु भएको तपाईँले, मैले थाहा पाइनँ। अब रामचन्द्र भगवान कसलाई सोध्नु भएको? अब दिएको दृष्टिले हेर्ने भने तपाईँ मालिकको म दास हो। अब जीवको दृष्टिले हेर्नु, दिएको दृष्टिले हेर्नुहुन्छ भने तपाईँ मालिकको म दास हो। जीवको दृष्टिले हेर्नुहुन्छ भने तपाईँ भगवान म भक्त हो। आत्माको दृष्टिले हेर्नुहुन्छ भने तपाईँ जो हो म त्यही हो। त्यतिकै हो। त्यस्तो किसिमको भ्रम दोष छ जीवमा, भ्रम छ। भ्रम कसलाई भन्ने कसलाई नभन्ने, नदेखाएको कुरो के भन्ने देखाएको कुरोलाई नै भन्न पर्यो। भ्रम छ, सत्य के हो असत्य के हो, वास्तविकता के हो अवास्तविकता के हो, स्थायी के हो अस्थायी के हो, नित्य के हो अनित्य के हो, त्यो विषयमा पहिचान गर्न नसक्नु भ्रम दोष छ जीवमा। भ्रम अज्ञानीहरूमा होला केही, तर जीवमा चाहिँ भ्रम दोष छ। अर्को विप्रलिस्सा भन्छन्। विप्रलिस्सा भन्नाले मेरो र तेरो भन्ने भावना अघि भनिसक्यो। जीवमा ब्रह्ममा मेरो र तेरो छ, मेरो र तेरो भन्ने भाव छ। मेरो र तेरो भनिसकेपछि मेरोलाई माया, तेरो अर्कोलाई माया भेज, हेला र उसको आफूले ठग्ने समेत इच्छा हुने विप्रलिस्सा। आफ्नो र अर्को छुट्याएपछि त अर्काको आफूतिर तानम भन्ने भावना भयो नि, विप्रलिस्सा। जीवमा विप्रलिस्सा हुन्छ। अर्को हुन्छ प्रमोद हुन्छ। प्रमोद भन्नाले अर्कालाई जुन काम समयमा गर्न पर्ने काम समय बिताएर गरिदिन्छ। प्रमोद समयमा गर्नुपर्छ नि, मौका आउँछ पर्खिँदैन, त्यसमा चुक्ने बडा मूर्ख हो। जुन बेला जुन काम गर्नुपर्छ, ब्रह्म मुहुर्तमा उठेर केही गर्नुपर्छ, स्नान ध्यान इत्यादि, तर अब ब्रह्म मुहुर्त कटाएर उठ्यो, त्यसको त फल त भिन्नै किसिमको देखा पर्यो। त्यस्तै प्रमोद देखा पर्यो र विप्रलिस्सा देखा पर्यो। कर्णपट, यी कानहरूले के छ भने आफ्नो काम गर्न नसक्ने, आँखाले आफ्नो काम गर्न नसक्ने, दियाले आफ्नो काम गर्न नसक्ने कर्णपट, यस्ता किसिमका जीवमा यस्तो किसिमको देखा पर्यो। जस्तो शरीर हात खुट्टाले आफ्नो काम तीव्र रूपले गतिले गर्न नसक्नु, यो कर्णपट भन्छन्। कर्ण भन्नाले त कान भन्छ, कर्णपट भन्छन्। यसले गर्न नसक्नु जीवमा यस्तो किसिमको भावना देखा परेको हुन्छ जीवमा। र अर्को कुरा के छ भने अब ज्ञानका, अब यो ज्ञानमा पनि के छ भनेदेखि ज्ञानका दोषहरू छन्। ज्ञान पनि अब कर्मकाण्ड, उपासना काण्ड र ज्ञानकाण्ड। कर्म एक किसिमको कर्मपरक व्यवहार छ, अर्को उपासनापरक व्यवहार छ भने अर्का ज्ञानपरक काण्ड छन्। ज्ञान भन्नाले अद्वैतात्मक ज्ञान, भित्री ज्ञान, ब्रह्म ज्ञानको त्यस्तो किसिमको भावना छ। भक्ति भन्नाले भक्ति, परमात्मामा भक्ति, परमात्मामा भक्तिको कुरो छ। कर्म भन्नाले दैनिक गरिने कर्म हामी दैनिक गर्छौँ, त्यस्तो किसिमको कर्मको एउटा लेखा त्यसमा राखिएको छ। त्यसमा अब हामीमा के छ भने यो मनमा, जुन मन छ, मनमा दोष छन्, तीनटा किसिमका दोष छन्। मल दोष, विक्षेप दोष र आवरण दोष। बुझ्नै पर्ने कुरा, मनमा दोष हुन्छन्। मल दोष, मनमा त्यो मल दोष हुन्छ। निष्काम किसिमको भक्ति गरिन्छ नि, निष्काम कर्म गरिन्छ। सकाम कर्मीले मनको मैलालाई बढाउँछ, अरू बढाउँछ। निष्काम कर्म गरियो भने कर्ममा हक तिम्रो छ, फलमा छैन, अर्जुन भने जस्तै। तिमी निष्काम कर्म गरिन्छ भने मनको मैला जुन हो, मनको मैला त्यो हराएर जान्छ। मनको मैला हराउँछ।
निष्काम कर्म गरियो भने मनको मैला हराएर जान्छ। निष्काम कर्म। अब यो निष्काम कर्म मनको मैला भन्नाले कस्तो भन्दा यो एकचोटि परीक्षित महाराजलाई जब सर्पले डस्यो, श्रृंग ऋषिको श्राप पर्यो। ऋषिङमा निवासी, हाल ऋषिङ भन्ने क्षेत्रमा निवासी श्रृंग ऋषिको त्यहाँ आफ्नो कुटी थियो। त्यसमा घुम्दै जाँदा परिस्थितिले अब के भयो र उहाँले श्राप, ऋषिको श्राप पर्यो र यो 7 दिनका दिन आफ्नो यो सर्पले टोकेर मर्ने श्राप पर्यो र उनी आफ्नो मित्र सुखदेव स्वामी जुन व्यास गुफामा उनी आउँछन्। व्यास गुफामा बसेर सुखदेव स्वामीले, वेदव्यासले लेखिएका भागवतहरू सुखदेव स्वामी त्यहाँ आइसकेपछि परिस्थितिलाई उनले ज्ञान दिन्छन्, सप्ताहको ज्ञान दिन्छन्। त्यस ठाउँमा बसेर र उनले के भन्छन् भने मलाई साह्रै पीडा भयो, मेरो परिवार, घर परिवार आदि इत्यादि यिनीहरूको पीडाले मलाई सतायो, मलाई यस्तो श्राप पर्यो। अब मलाई पीडा श्रीमतीको सम्झना छ, घर परिवारको सम्झना छ, राज्यको सम्झना छ, प्रजाहरूको सम्झना छ, म के गर्ने, म तडपिरहेको छु ओहो भनेर ठुलो चिन्ता प्रकट गरिसकेपछि सुखदेव स्वामी भन्नुहुन्छ, राजन तिमी किन यसरी तडपिरहेका छौ मित्र? तिमी त मेरो मित्र हौ, तिमी र म त ठुलो मित्र हौ, हिजोका हामी मित्र हौँ। तिमी त्यहाँ पुग्यौ, म यहाँ छु, त्यसरी तडपिन हुँदैन। किन भन्दा यदि तिमीबाट आत्मा माया मृत्यु राजन पर सानो भवात्मन नगटे पार्थ सम्बन्ध स्वप्न दुष्टो रिबान्धव। तिमी यो मायाको कारणले गर्दाखेरि, योग मायाको कारणले गर्दा तिमीमा के भएको छ भने अहिले यस्तो किसिमको यो दियामा चञ्चलता देखा परेको छ। चञ्चलता देखा पर्यो, यो चञ्चलता देखा पर्यो र तिमी यो चञ्चलता देखा पर्यो। यदि तिमीबाट अहिले माया मैले झिक्दिने हो भने, तिमीबाट माया मैले झिक्दिने हो भने अब तिमी के हुन्छौ भने तिमीमा यो सबै किसिमको बोध हुन्छ। तिमीमा माया, जब मायाको पर्दा मैले झिक्दिने हो भने तिमीमा के हुन्छ भने तिमी यथार्थ कुरो थाहा हुन्थ्यो। यदि माया झिक्दियौ, तिमीबाट मायाको पर्दालाई मैले झिक्दिने हो भने तिमीलाई यथार्थ कुरो थाहा हुन्थ्यो। के हो जगत, के हो संसार, के हो छोराछोरी के हुन्, मित्र के हुन्, बन्धु के हुन्, सबै किसिमको कुरो थाहा हुन्थ्यो। तिमीबाट मैले झिक्दिने हो भनेदेखि म झिकेर हेरौँ भनेर परीक्षित महाराजलाई सुखदेव स्वामी भन्नुहुन्छ र उहाँले त्यसरी सम्झाउनुहुन्छ। आत्मा माया मृत्यु राजन पर सानो भवात्मन नकटे पार्थ सम्बन्ध स्वप्न दुष्टो रिबान्धव। यो स्वप्न बराबर हुन्छ। स्वप्नमा के छ? स्वप्नमा धन सम्पत्ति, श्रीमती, घर परिवार सबै देखा पर्छन् त? पर्दैनन्। कहाँ पुग्छन्? स्वप्न बराबर छ। यो स्वप्न बराबर तिमीले स्वप्न देख्यौ। अब तिमीले अहिले बिम्जिँदैछौ, स्वप्न देख्यौ। जगत भनेको स्वप्न, बिम्ज्यो। हिजोको कुरो आज थाहा छैन, आजको कुरो स्वप्नको कुरो विप्नमा थाहा छैन, विप्नको कुरो स्वप्न थाहा छैन। स्वप्न र जाग्रत र स्वप्नको कुरो सुसुप्तिमा थाहा छैन। यो त स्वप्न बराबरको संसार हो भन्ने किसिमको उहाँले ज्ञान दिनुहुन्छ र त्यस अर्थले यो स्वप्न बराबरको जगत हो र त्यसको लागि निष्काम कर्मयोगबाट त्यो मनको मलदोष जान्छ। भक्ति, निष्काम भक्तिबाट अब असाध्य गहिरो भक्तिबाट मनमा भएको विक्षेप दोष जान्छ र अब ज्ञान, अद्वैतात्मक ज्ञान, ब्रह्म तत्त्वको ज्ञान जब उदय हुन्छ त्यसपछि यो के हुन्छ भनेदेखि आवरण दोष जुन छ, आवरण ढाकिएको दोष छ, त्यो दोषको निवारण हुन्छ। पछौरा तिमी फाल्यौ, पछौरा ओढी, जाडोमा हामी पछौरा ओढ्छौँ नि, पछौरा। अहिले हामी पछौरा ओढिरहेका छौँ। के को पछौरा? मायाको पछौरा ओढिरहेका छौँ। मायाको पछौरा झिकेर फालिदिनुहोस्। स्वप्नबाट बिम्जे जस्तो हुन्छ।
र केही पनि छैन। स्वप्नमा देखिएको कुरा कहिले माया हुन्छ र हुँदैन नि। स्वप्नबाट बिम्जिएको छ स्वप्नको, त्यस्तो किसिमको देखा पर्छ स्वप्नावती हिसाबको त्यो देखा पर्छ। त्यस कारणले गर्दा त्यो अद्वैतात्मक ज्ञानले त्यस्तो किसिमको यो देखा पर्छ र यही कुरा हामी विचार गरौँ। यो स्वप्नावत जगत छ, यो संसार स्वप्नागत जगत छ र वेदान्त अब जाने कति छ भन्ने। र अब यो कुरा त खास गरेर के हो भनेदेखि वेदान्त ज्ञान अब प्रवचन भन्ने कुरो पनि अब जति धेरै सुन्यो त्यति मनलाई विखण्डन हुन्छ, त्यति मन बाँडिन्छ। कति सुन्ने, त्यसर्थले के हो भने आफूले अहिलेसम्म जति जानियो नि, जति 2 शब्द 4 शब्द जति जानियो त्यसैभित्र बसेर आफू अगाडि बढ्नु। त्यही ज्ञानभित्र बसेर आफू अगाडि बढ्यो भने त्यसबाट मुक्ति हुन्छ। उसको पनि सुन्छु, यो पनि हेर्छु, गीता पनि हेर्छु, भागवत पनि हेर्छु, पुराण पनि हेर्छु, यो पनि हेर्छु भन्यो भने मन झन् बाँडिन्छ, मन झन् तहस नहस हुन्छ, मन झन् विभिन्न हुन्छ र किनारै लाग्न सक्दैन। त्यसो भने आफूले जति जानिएको छ, जति आफूमा छ त्यही मात्रै, त्यसैको उपयोग गर्नु। एक ठाउँमा बस्ने, आफूले जति जानेको छ त्यसको उपयोग गर्दै जाने। अब अरू नयाँ कुरा हेर्नेतिर भन्दा जानेको कुराको उपयोग गर्ने। किन प्रवचन धेरै चाहियो? जति जानेको छ त्यसलाई पनि अन्तिममा त त्यो पनि भुल्नुपर्छ। त्यो जानेको पनि सर्वविस्मरण, यो जानेको सबै बल्ल ब्रह्म तत्त्वको ज्ञान सुरु हुन्छ भन्ने किसिमको भाव छ। र त्यो विस्मरण योगको कुरोलाई फेरि गरौँला। किन जानेको भुल्ने, जान्न यति कोसिस गर्छ भने जानेको किन भुल्ने भन्ने किसिमको कुरो फेरि पुनः अर्को सत्रमा सुरु गरौँला। र आजलाई हामी यत्तिकैमा बिदा हुन्छौँ। हरि ओम तत्सत्। हरि ओम, हरि ओम, हरि ओम।